नमस्ते सम्पूर्ण मित्रहरुमा म आज साइक्लिङ गर्दै यो खोलाको डिलबाट माथि उकालो चढ्दै छु। म आज यो माथि डाँडा उक्लेर घुम्दै घुम्दै दिपाङताल मैदीताल हुँदै बेगनासताल पुग्ने मेरो लक्ष्य लिएको छु। हेरौं बाटाहरुमा के कस्तो हुन्छ त्यो देखाउने छु हजुरहरुलाई। उकालो छ, बिस्तारै बिस्तारै माथि पुग्छु अनि त्यसपछि तल सिसुवा हुँदै बेगनासताल पुग्ने मेरो लक्ष्य छ। हेरौं के कस्तो हुन्छ। गाउँको यो जरुवा खोला डिल यहाँबाट देखिएको छ। अर्गाउँको बस्ती यस्तो छ। उता प्लेन पनि आइरहेको छ। यहाँबाट यति आउँदासम्म स्यासा भयो। पहिलोचोटि साइकल राइडिङ गर्दैछु म उकालोमा। मजाले थाकिँदो रहेछ। ल मकैहरू अब पाक्दैछन् मकैहरू। बस्तीको बीचमा खेती। यति बेला मकै पाक्न लागेको छ। यता चाहिँ चैते धान लाउनु भइरहन्छ। पुरै मकैबारी देखिएको छ। यही हो ल। त्यहाँ खोलाको डिल पहिला हामी पौडी खेल्ने ठाउँ। यो खोलामा माछाहरू पनि मारिन्थ्यो। बल्छी खेलेर जाल हानेर। अहिले चाहिँ माछा चाहिँ त्यति नभेटिँदो रहेछ। खोला पनि सानो छ यो बर्खाको टाइममा पनि। उकालोमा पहाडमा यस्तो हरियाली मकैहरू छन्। चारैतिर हरियाली। आज घाम पनि लागेको छैन। शीतल दिन्छ। यसरी बाटामुनि बाटो माथि पुरै उस रहेछ। कुखुरा पालन गर्नुभएको रहेछ। यहाँ सिमलको बुट्टा देखियो ल। तलतिर त सबै सिमलको बुट्टा मासिसके। यहाँ चाहिँ रहेछ है ल मकैबारी धर्याम ल। हरियाली। म उकालो चढ्दैछु बिस्तारै बिस्तारै। अहिले चाहिँ म दिपाङतालको साइडमा छु। सिसुवाभन्दा माथि छु अहिले। यस्तो जङ्गलको बिचमा यस्तो बाटो छ शीतल। अफरोड छ। यहाँबाट दिपाङताल देख्न सक्नुहुन्छ। यहाँबाट दिपाङताल त्यसको माथिबाट देखिएको पक्की बाटोबाट माथि अर्चल्यौँ कालिकासम्म पुग्न सकिन्छ त्यहाँबाट। अहिले ताल छ। तालको छेउछाउमा खेत रोपाइ पनि हुँदै रहेछ। यतातिर कति छिटो खेत रोपाइ हुँदै रहेछ त यता।
ल यहाँबाट देखिने भ्यू यस्तो छ, चारैतिर हरियाली हरियाली। म आएको बाटो यो यताबाट त्यता डाँडा डाँडा हुँदै आएको। यसरी अब म यहाँबाट सिसुवाको जिमिर कुना झर्छु, त्यहाँबाट सिसुवाबाट खुदी हुँदै सिसुवाट मरे हुँदै उता बेगनासताल पुग्नेछु। ल है त। सधैँ परिवारसँग हिँडेको बानी, यताउता घुम्दा आज एक्लै साइकलमा आएको। अलि एक्लो पनि हुँदो रहेछ, तर यो जङ्गलको शीतल भाइब्स अनि किराहरूको झ्याउकिरीको चराहरूको आवाजले मन चाहिँ आनन्द छ। यस्तो छ, जङ्गलको छेउछेउमा घरहरू पनि छन्। चल फर्स्ट टाइम म साइकलमा यसरी नेचरलाई क्यामेरामा कैद गर्दै हिँडिरहेको छु। ल यहाँ उस पनि रहेछ, यहाँ कुखुरा पालन रहेछ। ल यहाँ ब्रोइलरको कुखुरालाई म्युजिक लगाएर राखिदिनु पर्छ त, पुरा म्युजिक लगाइदिनु पर्छ त। बाँसगारी रहेछ यस्तो पुरै। यता माथि कटुसको बुट्टाहरू टन्नै रहेछ, कटुसको बुट्टाहरू। यो बाटो त्यति गाडीहरू नहिँड्ने जस्तो देखियो, पुरै रुखका पातै पात छन्। साना रुख भए पनि घनाघोर जङ्गल रहेछ यता। ल रुख चाहिँ साना छन् तर टन्नै रहेछ, बिरुवा चाहिँ पुरै कटुसका बुट्टा रहेछन्। ल कटुस पाक्ने बेलामा यता आउनु होला है, कटुस खानको लागि। यस्तो उकालो बाटो रहेछ यहाँबाट। ल यताबाट उकालो चढेको भए त नसकिँदो रहेछ, गाह्रो हुँदो रहेछ। कसै उताबाट आएर ओह्रालो झर्न चाहिँ सजिलै भइरहेको छ। त्यो माथि सराक गर्दैछ त, चरा हो कि के हो? यहाँबाट सिसुवा मजाले देखेको छ। सिसुवा उहाँ तालचोकको डाँडाको घरहरू। ल यसरी सरर यता हेर्दै गर्दा रुख कटर फलेको रहेछ। यहाँबाट सरर यता आयो दिपाङ ताल। यहाँ दिपाङ ताल छ, यो चाहिँ मैदी ताल। यतापट्टि चाहिँ पानी रहेछ, अलि माथि चाहिँ पुरै जाल देखिएको छ। यो मैदी ताल, यहाँबाट उता चाहिँ दिपाङ ताल छ। माथि देखेको डाँडो चाहिँ अर्चलेको डाँडो, त्यहाँ माथि यो चाहिँ अर्चलेको डाँडो हो। अर्चले आरुपाटा के भन्छ त्यतातिर, मलाई खासै ठाउँको नाउँ त थाहा छैन, त्यही पनि माथि डाँडो चाहिँ अर्चलेको डाँडो। ल अब यहाँबाट म खुदी, अब यहाँबाट म मोहरिया निस्किन्छु होला सायद। यो डाँडापारीबाट उकालो चढेको, अनि त्यो डाँडै तल आएँ कच्ची बाटो।
तल 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 हुँदै हुँदै अनि त्यहाँबाट झरेर फेरि यता मैदी तालतिर उकालो चढ्दैछु। मैले दिपाङ ताल र मैदी ताललाई चाहिँ राउन्ड हान्न लागिसकेँ। मैदी ताल यहाँ पनि एउटा डुङ्गा रहेछ, त्यहाँ डुङ्गा चल्दैछ एउटा त। यता जाल पानीको भाग छ, यता पानीको भाग छ, उतातिर त पुरै जाल रहेछ। ल माथि माथि त जालै जाल छ, यतातिर रुखले छेक्यो, त्यही पनि खासै ताल त छैन, जालै जाल छ त्यता। यस्तो छ ठाउँ चाहिँ। ए सारा रा 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 फेरि कच्ची बाटो आयो, झर्नै पर्यो, सकिँदैन। यता मैदी ताल यहाँ यस्तो बाटो रहेछ, साइकल चलाउन सकिएन। डोराउँदै डोराउँदै माथि डाँडातिर जाँदैछु। स्याङखुदी निस्किने भनेको कहाँसम्म पुगिन्छ बाटो सोध्दै सोध्दै आइरहेको छु। यहाँ मैदी तालबाट उकालो लागेको, तल्लो बाटो पिच गर्दै रहेछ, त्यही भएर यो वैकल्पिक बाटो माथि उकालो चढ्दैछु। हेरौँ कहाँसम्म पुगिन्छ। र बेगनास ताल माथि मुहानतिर होला सायद, यो बेगनास तालको माथि कुनातिर यो माथि आइपुगेँ। अब म यताबाट बाटो रहेछ भने म बेगनास तालको बजारमा पुग्छु यताबाट। यहाँदेखि देखिने यस्तो दृश्य, पहाडै पहाड, हरियाली, ब्याकग्राउन्डमा झाउँक्रीको झ्याउँ झ्याउँ, अगाडिको हरियाली दृश्य। ए साथीहरू, बेगनास तालको म अहिले बेगनास ताल आइपुगेको छु। ल यो बेगनास तालको यो डुङ्गा चढ्ने ठाउँ, यहाँदेखि डुङ्गा चढेर यो बेगनास तालको सैर गर्न सकिन्छ, बेगनास तालमा घुम्न सकिन्छ यहाँबाट डुङ्गा चढेर। अहिले चाहिँ म यो बाटो, अहिले त यस्तो मजाको बाटो बनाएको रहेछ, पहिला त झाडी झाडी हिँडिन्थ्यो, यस्तो मजाको बाटो बनाउनु भएको रहेछ। ल तालको छेउछेउमा म यही बाटो हिँड्दै जाँदैछु। म तालको बेगनास तालको छेउछेउमा हिँड्दै हिँड्दै शीतल खाँदै गइरहेको छु। यस्तो छ यहाँको भ्यू। ताल, बेगनास ताल।
ल अब म यो बैगस्थलबाट पनि फर्किँदैछु अब घरतिर लाग्नु पर्ला। आजको मेरो भिडियो हेरेर हजुरहरूले मनोरञ्जन लिनुभयो होला भन्ने आशा लिएको छु। यदि मेरो भिडियो मन पर्यो भने लाइक, शेयर, कमेन्ट अनि सब्सक्राइब गरिदिनु हुन विनम्र अनुरोध गर्दै फेरि अर्को भ्लगमा भेट्ने बाचा गर्दै आजलाई ओजेल हुन चाहन्छु। स्वस्थ रहनुहोस्, खुसी रहनुहोस्, मस्त रहनुहोस्। जय होस् सबैको।